ल है त गाइज पानी पर्दा पनि यस्तो खालको हाम्रो केटाहरू जङ्क्री पारामा पिकनिक पिकनिक बाख्रो खै अङ्कल के छ यही छ अङ्कल यस्तो ठिक छ ल है ल रमाइलो छ नि अङ्कल होइन जीवन सर कहाँ हो हामी यस्तो है हाम्रो पारा अब यहाँ जिन्दगीमा होइन मैले झन् 7,000 ल्याएको नि त्यता पठाएर हेरेर 5,000 मेरो त्यसमा फरक थियो 12,000 दुईटा ल्याएको थिएँ काटे पनि पर्ने थिए नि त फेरि बाख्रै ठुलो थियो बाँस त काटी छैन यसो हैसाल ट्याक्क पार्ने हो आइहाल्ने फोन गर्नु पर्यो अहिले यिनै गर्छ यो बाँसको हो यतातिरै बनाउनु होला नि हेर मान है दिया छ कि अहिले त्यसरी हाम्रो आमाले ल्याउने भन्छ नजुरेपछि नल्याउनु जबरजस्ती ल्याउने होइन जबरजस्ती ल्याउँदै नल्याउनु नजुरेपछि आइफोनमा गइयो हामी पनि घुसियो आइफोनभित्र घुसियो हो अङ्कल भयो मन्टु हल्ला मन्टु त मैले दिन्न भाइ मोहनलाई फोटो बाख्राको फोटो नखिचेको ओके मिल्छ कि चाहिँ घरमा छोटा खुट्टा छोटा अदुवाल पोल्छ लसुन प्रदीप अङ्कल यता हेरिदिउँ त ए ल यता हेरिदिउँ त यस्तो असल बाबु ल पार्टी चलिया छ यहाँ आज ओलामा मासु रस भइदिएर हुन्छ होइन सन्तोष ल सन्तोष दाइले दुबईबाट आएर यहाँ जिउ सफा यता हेर्नु त अलि अनुमान त्यो सफा गर्नु बाख्राको खानु पर्यो नि प्लिज यही मिसाउने होइन सन्तोष दाइ अरू
असलले चाहिँ यहाँ त लहर त हो कति ठुलो काँडे गणेश अङ्कल यता हेर्नु ल है उता बाख्रो पकाउने यता भुँडी सफा गर्ने पिकनिक आइया छ हामी हात धेरैपछि टक्क खोलामा यताउति हेरौँ हेलो जीव अङ्कल फेरि उहाँ गएको रहेछ माटो घरमा जाँदा त मोबाइल राखेर आइज यहाँ भ्लग गराउने हो क्या कहाँ आज त अर्जुन अङ्कल के कस्तो लाग्छ मलाई त भोक लाग्छ यार हो ल है यसले मासु लागेछ कसले हड्केसले औ हड्केसले मासु लागेछ अभी बारिनस् बारेर भइयो के बा खै त बा खेततिर यहाँ सिपालु दुईटा मान्छे छौँ हामी एउटा प्रदीप अङ्कल एउटा हिमलाल अङ्कल तर हर्षित तँलाई कस्तो मासु काट्दै कस्तो लाउने हो र हामीलाई त यत्तिकै रमाइलो भइरहेछ मलाई पनि विपद त भोक लागिरहेको छ र यता हेर्नु गोपी अङ्कल धेरै म धेरै ल हेरिरहिए झोला जो यस्तो नि झोलामा बोत्ती परिरहेको 23,000 मा गर्न गए 27 दिन हो यहाँ अतिलाई हो यस्तो दाउरा हाल्नु पर्यो गोपी त्यसमा गोपी खुसी हुन्छ ठिक छ नि भाइ के छ खबर तेरो ए अर्को चाहियो यो डाडु हालेर त के होला र अप्ठ्यारो रहेछ डाडु त त्यो सानो छ नि दिबा चम्चे होइन पुन त भाइ 12वटा पिसै भएपछि 12 जनालाई पुग्यो दिबा त खै देखा त
बनाउने हो यो प्लेटको पनि 5 ना भन्ने चाहिँ आउँछ के भाइ 6 7 बनायो अन्त त्यो पाक्नै छ अझै यो बन्द थियो हुन्छ अर्को त्यो कुपर्नी छ नि यो माथि यो बरबन्दीबाट ओह्रालो लाउने हो धेरै खानु हुन्न के घरमा त आधै घन्टा लाग्छ छिटो आम के पहिला त्यहाँ निकालेर तेह्र साल पानी यसलाई हाल्नु पर्यो केही पर्छ कि ऊ लिएर आयो भनेको लगेको त अब अर्कोलाई आज नखाम खोल त रोइन्छ के त खोल त पनि सम्मै भयो र पनि बाहिर मान्नु पर्यो पूजा गरेर मिस्किएर मान्नु होइन होला भए पनि यस्तो गर्छ कि यहाँ तल आएर भन्नु क्या अहिले म गर्छु भिजाउनु त्यसलाई